हेलो गाइज वेलकम। आज हामी यता नगरकोटमा छौँ है। यहाँबाट यस्तो खतरा भ्यू देखिन्छ। हामी चाहिँ यहाँ बसेका छौँ केटाहरू भित्र छन् सबै साथीहरू। अनि म चाहिँ यसो बाहिरको भ्यू के छ भनेर हेर्दै निस्किरहेको छु। यस्तो सही छ नि, पुरा पिस है, नेचुरल बबाल लाग्यो यहाँको। यहाँ चाहिँ डोजरले काम भइरहेछ देख्न सक्नुहुन्छ यहाँनिर है। डेभलपमेन्ट पनि भइरहेछ यो एरियामा अनि एकदम खतरा छ यो चाहिँ। नगरकोट आउनुभयो भने यो चाहिँ तपाईँ के रेस्ट रिसोर्ट समथिङ के छ नाम, अहिले त म तपाईँहरूलाई देखाउँछु। एकदम एफोर्डेबल प्राइसमा तपाईँहरू बस्न सक्नुहुन्छ। ललित त्यहाँ पुरा बाहिर निस्किसकेको छ होइन। बल्ल अब केटाहरू भर्खर उठ्यो। म चाहिँ अघिदेखि उठेर पुरा यहाँ घुमिसकेँ। केटाहरू भर्खर उठेर अनुहार हेर्दै थाहा हुन्छ नि तपाईँलाई। मस्त भ्यू होइन, भ्यू चाहिँ बवाल देखिरहेछ यहाँ, देख्न सक्नुहुन्छ है। तपाईँहरू नगरकोट आउनुभयो भने यो चाहिँ रिसोर्टलाई सम्झिनु होला, एकदम बवाल छ है। चट्टसँग यसरी होइन, जुत्ता चाहिँ पुरा टिलिक्क टल्काएर फेरि लाउँदैछ। ललित फेरि पुरा बाथरुममा लाउने चप्पल लाएर बाहिर हिँडिरहेछ लन्ठ्याङ बब्बाल लागेको साथीहरू यस्तो है। आज हामीले फेरि सनराइज पनि हेरेनौँ, सनसेट पनि हेर्न पाएनौँ। त्यो चाहिँ हाम्रो ब्याड लक हो है। तैपनि एकदम इन्जोय भयो। हामी 4-5 जना साथीहरू आएको थियौँ, तर यहाँ हाम्रो चाहिँ 9 जना साथीहरू आउने प्लानिङ भएको थियो, तर चुतियाहरूले हामीलाई धोका दियो। बट नो प्रब्लम, वी आर इन्जोय है। नआएर पनि ठिकै भयो कि जस्तो पनि लाग्यो यसो सोच्दाखेरि। थोरैजना टक्क रमाइलो भयो, इन्जोय भयो। केटाहरू धेरै भयो भए आफ्नो विचार कुरा मिल्दैन थियो, के मिल्दैन थियो होइन। यतिजना चाहिँ हामी एकदम भाइब्स मिल्यो, बबाल भयो। यहाँबाट चाहिँ एकदम खतरा देखिन्छ है, बबाल देखिन्छ। यसो देख्न सक्नुहुन्छ, बबाल लाग्यो मलाई यतातिर। यहाँ चाहिँ यस्तो सही रोज पनि रहेछ होइन। सुरज चाहिँ म रोज लगेर केटीलाई प्रपोज हान्छु भन्दैछ, तैपनि अब कन्ट्रोल मेरो भाइ कन्ट्रोल भनेर मैले सम्झाइरहेको छु। बबाल छ है। नचुड न यार, कहाँ यस्तो फुल टिप्न हुन्न नि। काले दाइले लगाएको कालै स्टाकोट सम्हाल, कालो कालो हामीलाई दुःख जति हामीलाई लाउन देउन रुमाल। काले दाइ हामी चाहिँ अब यहाँ होटेलबाट फाइनल्ली चेकआउट हुँदैछौँ है। रत्रिस अगाडि बढिसक्यो, सुरज पछाडि आउँदैछ, म यहाँ हिँडिरहेको छु। आउँदैछ यहाँ हाम्रो सुरज। मुला यहाँबाट चाहिँ अलिकति खतरै भ्यू देखिन्छ साथीहरू, हेर्नुहोस्। छतबाट झन् खतरा देखिन्थ्यो। यहाँनिर भ्यू टावर रहेछ गाइज। हामी चाहिँ यसलाई मिस गऱ्यौँ है। जाने प्रयास त हामी गर्नेछौँ, तैपनि लेट्स सी के हुन्छ। हामी अब फाइनल्ली चाहिँ यो रिसोर्टबाट चेकआउट हान्न थालिरहेको छौँ है। हामी फाइनल रिसेप्सनमा आइपुगिसकेका छौँ। चाहिँ हाम्रो रिसेप्सन रहेको छ। आज चाहिँ हाम्रो फाइनल डे रहेको छ घुम्ने अब होइन। लेट्स सी। खतरा गाउँ देखिरहेको छ गाइज यार, यस्तो बबाल छ यो चाहिँ। हामी मिस गऱ्यौँ यार है, टाइम थोरै भएको कारणले। यस्तो बबाल छ। ललित आउँदैछ टक्क आलु खाँदै होइन। हामी चाहिँ फाइनल्ली यहाँबाट चेकआउट गरिसकेका छौँ होइन साथीहरू। अब हामीले चाहिँ यस्तो राम्रो सेवा दिनुभएको दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ है। ल हस्, यता नगरकोट आउनुभयो भने चाहिँ होटल रेस्ट के हो, रेस्ट पोइन्ट रिसोर्टलाई सम्झिनु होला है। एकदम दाइले मिलाएर गरिदिन्छु सबै। यहाँ देख्न सक्नुहुन्छ कार्ड है, नम्बर पनि आइन्छ। ल साथीहरू हस् त, अब हामी यहाँबाट बाहिर। हस् दाइ, हस्, धेरै धेरै धन्यवाद है तपाईँलाई। ल दाइ हस्। हामी चाहिँ फाइनल्ली होटल रेस्ट पोइन्ट रिसोर्टबाट चाहिँ चेकआउट भइसक्यौँ है। एकदम राम्रो सेवा दिनुभयो दाइलाई, धेरै धेरै धन्यवाद। अब यहाँबाट कता जाने भन्ने कुरो हुन्छ। हस्, धेरै धेरै धन्यवाद तपाईँलाई। हस् ल, हामी चाहिँ अब यो यहाँ माथि रहेको सानो मन्दिर दर्शन गर्न जाँदैछौँ साथीहरू। यहाँको हाम्रो पहिलो मन्दिर दर्शन चाहिँ यही हुनेछ होइन। साथीहरू पुरै थाकिसक्यो आज, हिजो अलिक बढी हिँडाइ पनि भएर केटाहरू तल रेस्ट पनि गरिरहेको छ हाम्रो होइन। हामी 3 जना चाहिँ मन्दिर दर्शन गर्न जाँदैछौँ फाइनली। मन्दिर यही नजिकै रहेको छ। अब हामी लगभग मन्दिर पुगिसकेका छौँ, तर यो खुड्किला अलिक ठुल्ठुलो रहेछ, सो अलिक गाह्रो भइरहेछ है। फाइनली हामी मन्दिर पुगिसकेका छौँ। जय शम्भु रक्षा गर्नुहोस् प्रभु। पुरै जङ्गल रहेछ, जङ्गलको बिचमा मन्दिर है। यहाँ मासु पनि खुड्किरहेको छ, कहाँ पुग्छ है? पुरै चिल छ यार, कुल है। यहाँ ध्यान गर्न पनि मजा आउँछ। जय शम्भु।
बवाल भ्यू यार। फाइनल्ली हामीले अब मन्दिर दर्शन गरेर फर्किसक्यौँ। साथीहरू अब बिरामी रेस्ट एकदम थकाइ लागेर रेस्ट गरिरहेको छ यहाँनिर। अब यहाँबाट हामी सायद गाडी लिएर जान्छौँ होला, किनकि हिजो पनि हाम्रो धेरै पुरै 100% नै हिजो हाइकिङ प्लस साइक्लिङ राइड हो, त्यही भएर अलिक बढी थाकेका छौँ हामी। फाइनली हामी अब टेम्पो लिएर अगाडि बढिसक्यौँ साथीहरू होइन, देख्न सक्नुहुन्छ। यहाँबाट हामी अगाडि बढिसक्यौँ। यहाँ साथीहरू यहाँ अगाडि 3 जना पछाडि 3 जना बसिरहेको छौँ, अगाडि 3 जना बसिरहेको छ केटाहरू है। अब यहाँ हेर्नुहोस् साथीहरू, यहाँबाट यस्तो सही बाटो है, आहा बवाल लाग्यो मलाई। भ्यू एकदम सही छ, देख्न सक्नुहुन्छ। यहाँबाट अगाडि बढिरहेको बढिरहेको होइन, बाटो एकदम सही छ। कति पर्छ एक दिन टोटलको? 4000। सही बाटो देखिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ एकदम नेचरसँग यहाँ चाहिँ बाइकमा राइडिङ आयो भने यस्तो बवाल रोड छ है, सेक्सी रोड क्या। बवाल पुरै जङ्गलै जङ्गल हो यता चाहिँ, देख्न सक्नुहुन्छ होइन। देखो देखो क्या सही बाटो है, आहा क्या लगती है यार, क्या सही। राइड आउनको लागि पर्फेक्ट बाटो हो साथीहरू है।